आदरणीय मित्रहरू, आज हामी देशको एउटा ऐतिहासिक क्षणको लागि नुवाकोटको इतिहासमा एउटा नयाँ नुवाकोटको कालखण्डमा एउटा नयाँ इतिहास रच्न गइरहेको छौँ। त्यो इतिहास रच्ने क्रममा हामी दाजुभाइ तथा दिदीबहिनीहरूले योभन्दा अगाडि गर्नुभएका साथ र सपोर्टको हामी सधैँभरि उहाँहरूलाई सराहना र नमन गर्न चाहन्छु। आदरणीय कमरेडहरू, खाना खाने कमरेडहरू, खाना बिस्तारै खानुहोला र खाना खाइसकेका कमरेडहरू पंक्तिबद्ध भएर आफ्नो गाउँपालिकाको हिसाब किताबले आफ्नो ठाउँमा बसिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। अब हामी तितर बितर नभइकन एक मन एक सुरका साथ हामी यहाँबाट सबैभन्दा पहिला हाम्रो महिला शिवपुरी गाउँ कमिटीबाट पठाएको बाजाको टोली अगाडि लाग्नुहुन्छ, त्यसपछि झाँक्रीको टोली लाग्नुहुन्छ, त्योभन्दा पछाडि हामीले खैँचडी पनि लिएर आउने भन्ने कुरा भएको थियो। यदि खैँचडी आएको छ भने खैँचडी लाग्छन्। त्योभन्दा पछाडि हामी त्योभन्दा पछाडि हाम्रो श्रद्धेय नेकपा एमालेका जिल्ला अध्यक्ष एवं पूर्व मन्त्री आदरणीय तपाईँहरूकै दुःख सुखका साथी आदरणीय बद्री मैनालीलाई त्योभन्दा पछाडिको झाँक्रीभन्दा पछाडिको रोमा बद्री मैनाली लगायतको आदरणीय बिन्दा दिदी लगायतका गाउँपालिकाका 7वटाका गाउँपालिकाका अध्यक्षज्यूहरू र बिचमा बद्री मैनाली, त्यसपछि प्रदेश कमिटीका साथीहरू पहिलो रोमा बस्नुहुन्छ। दोस्रो ब्यानरसहित बद्री मैनाली, बिन्दा ढुङ्गाना, 7वटा गाउँ कमिटीका अध्यक्ष कमरेडहरू, त्यसपछि प्रदेश कमिटीका सचिवालय सदस्यज्यू, त्यसपछि प्रदेश कमिटीका सदस्यज्यूहरू, त्योभन्दा पछाडि जिल्ला कमिटीका ज्यूहरू, त्योभन्दा पछाडि हाम्रा क्षेत्रमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू हामी लागेर क्रमबद्ध भएर एकदम अनुशासित ढङ्गले हामी यो र्यालीलाई हामी लिएर गएर तलको चौरको अगाडिपट्टि हामी पुग्नेछौँ। त्यो चौरको अगाडिपट्टि पुगिसके पछाडि हामी त्यहाँ कोट सभा गर्नेछौँ। त्यसको कोट सभा हुँदै गर्छ। त्यही क्रममा आदरणीय श्रद्धेय हाम्रा अध्यक्ष एवं सूर्य ध्वजावाहक चिन्हका हाम्रा उम्मेदवार आदरणीय श्रद्धेय बद्री मैनाली लगायतका केही टिम हाम्रो नोमिनेसनको लागि 3 बजे त्यहाँ हाम्रो समय 3 बजे रहेको छ। त्यो 3 बजे हामी त्यहाँ गएर नोमिनेसन दर्ता गर्नेछौँ र त्यसपछि हामी केही कुराहरू राखेर त्यहाँबाट हामी यो आजको कोट सभालाई विसर्जन गर्नेछौँ। आदरणीय श्रद्धेय कमरेडहरू, हामी नेकपा एमालेलाई माया गरेर यो देश बनाउनको लागि, यो नुवाकोट बनाउनको लागि लागेका साथीहरू, त्यसैले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, हामी यहाँ जम्मा हुनुभएका साथीभाइ जे जति दाजुभाइ तथा दिदीबहिनीहरू हामी जम्मा भएका छौँ। अनुशासित ढङ्गले हामी कसैलाई पनि गाली गर्दैनौँ, हामी कुनै पनि कुराहरू नराम्रो भन्दैनौँ, हामी सबैलाई सम्मान गर्छौँ। हामी एकले अर्कालाई सम्मान गरेर यो हामी हुर्केका र हामीलाई यो ठाउँमा सम्मान गर्नुपर्छ भन्ने हाम्रो पिता पुर्खाले सिकाएका छन्। त्यसैले कोही कसैप्रति लक्षित हामी कुनै पनि भाषणहरू पनि गर्ने छैनौँ र कोही कसैप्रति लक्षित नराम्रो शब्दहरू पनि प्रयोग गर्ने छैनौँ। आदरणीय कमरेडहरू, केही साथीहरू खाना खाँदै हुनुहुन्छ, उहाँहरू खाना नलिनुभएका साथीहरू पनि खाना खाइदिनु अनुरोध गर्न चाहन्छौँ र केही समय अब हामी म्याक्सिमम 10 देखि 15 मिनट यहाँ रहन्छौँ। त्यही बिचमा हाम्रो बाजाको टोलीहरू कता हुनुहुन्छ, बाजाको टोलीहरूलाई पनि यहाँ आइदिन अनुरोध गर्न चाहन्छु। त्योभन्दा पछाडि हाम्रो झाँक्री टोलीहरूलाई पनि रनकलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
प्रदेश कमिटी सदस्य कमरेडहरू, जिल्ला कमिटीका पदाधिकारी कमरेडहरू, कृपया हामी र्यालीमा सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछौँ। अरू सबै कमरेडहरूलाई पनि झाँकी कमरेडहरू कता हुनुहुन्छ? झाँकीको पनि साथीहरू अगाडि आइदिनु होला। त्यसपछि आफ्नो विभिन्न पालिकाबाट ब्यानरसहित सहभागी हुनुभएका सहभागी कमरेडहरूलाई पनि म मूल ब्यानरको पछाडि पङ्क्तिबद्ध भएर सहभागी भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यो गाडी बिस्तारै अगाडि बढाइदिनु होला। हामी यो साउन्ड सिस्टम भएको गाडी अगाडि बढाइदिनु होला र गाडीको पछाडि अन्य कमरेडहरू पङ्क्तिबद्ध हुनुहुनेछ। हामी गाडीमा नारासहित अगाडि जानेछौँ र पछाडि कमरेडहरू यही गाडीको पछाडि पङ्क्तिबद्ध भएर एकदमै अनुशासित मर्यादित रूपमा हामी यो र्याली सम्पन्न गर्न गइरहेका छौँ।